भन्दैछन् होइन। कति राम्रो खालको छ नि त। अब के गर्ने त भन्दाखेरि चाहिँ नि होइन छोरी, हामी त छोरीले टोपी लगाएको रहेन रहेछ, तर अब हामी हिँड्दै 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 यहाँ आएको है। यो चाहिँ मलाई एकदम मनपर्छ क्या। वर्षमा 1-2 चोटि अब आउँछ यस्तो, अनि फुल अफ इन्जोय गर्नुपर्छ भन्ने कुरा हो। अब हाम्रो यहाँ सकर टोली पनि तयारी हुँदैछ, एकचोटि स्नो सकर गर्ने भन्ने कुरा छ, तर यो त्यति सम्भव हुन्छ भन्ने मलाई लाग्दैन। स्लेडिङ पनि हामी जान्छ, अनि त्यसको लागि अब हामी टाइम पनि वेस्ट गर्न मिल्दैन, किनभने हामी धेरै बेर यहाँ रहँदैनौँ, खेल्दैनौँ। ल है साथीभाइहरू, तपाईँहरूकोतिरको पनि अपडेटहरू हेर्दै गरौँला। अब हाम्रो यस्तो छ, यो रमाइलै छ। मलाई चाहिँ यो एकदम रमाइलो लाग्छ है यस्तो। अब 1-2 चोटि अब मेरो व्यक्तिगत हिसाबले चाहिँ म एकदमै तातो मन पराउने मान्छे, तर जाडोमा चाहिँ खेल्न मन पराउने है फेरि त्यस खालको मान्छे। यो सही समय सही टाइम परेछ। ल अब यो के गर्ने, छोरीले चाहिँ के गर्दैछ ल है त, अहिलेलाई यति नै।